हेलो गाइज, कस्तो हुनुहुन्छ तपाईँहरू? मलाई उम्मेद छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ भनेर है। र फेरि पनि लिएर आएको छु नयाँ भिडियो, नयाँ भ्लग तपाईँहरूको माझमा। र म चाहिँ रोदन लामा, तपाईँहरू हेर्नु हुँदैछ आर्यन लामा भ्लग। सो साथीहरू हेर्नुहोस्, तपाईँहरू हेर्नुहोस् है, फेरि पनि भिडियो तपाईँको समक्ष आइसकेको छ। र हामी चाहिँ रेडी भइसकेको छ है, भित्र मम्मी पनि हुनुहुन्छ हो। र हामी चाहिँ आज कहाँ जान्छौँ भने आज चाहिँ हामी हाम्रो मोनेस्ट्रीमा जाँदैछौँ, जहाँ चाहिँ आज हाम्रो ग्रह शान्तिको लागि आज है जुन चाहिँ हाम्रो हुन्छ नि घ्याप्सी पूजा, त्यो हाम्रो मोनेस्ट्रीमा आज हुन्छ, देखाउनेछु। आजको भ्लग एकदमै स्पेसल अनि स्पिरिचुअल हुनुहुन्छ है। तपाईँहरू मसँग सुरुदेखि अन्तसम्म बस्नुहोला अनि मुहारमा मिठो स्माइल लिएर है, अनि आफ्नो स्क्रिनलाई चाहिँ ठुलो बनाएर चाहिँ है आउनुहोस् मसँग आजको यो भ्लग स्टार्ट गरौँ होला। सो गाइस, हामी फाइनली हामी काममा बसिरहेको छौँ है। हामी मुटिकोबाट निस्किरहेको छौँ। यहाँनिर हाम्रो छेमा हुनुहुन्छ, हेलो भन्नु न। हेलो। यहाँ हाम्रो नाना हुन्छ, हाई। अथवा यहाँ मम्मी हुन्छ। मम्मी चाहिँ अगाडि भिआइपी एकदमै छिटो पुग्ने हो। मम्मी छिटो पुग्छ अगाडि बसेको क्या। इधर हाम्रो ड्राइभर साहब है, जो कि इनका गाडी फाइनली आइपुग्यो है यहाँनिर। कहाँ जाउँ भयो? 7 मा 5 मा झर्नु भनेको भए त उही आइपुग्थेँ नि। म कहाँ 7 मा झर्नु यस भाइ, हाई, यहाँ न, यहाँ न, ठिकै छ? कम हियर हाई भन्दै सबलाई। हाई एभ्री वान बोलो। सन्चै हुन्छ? फेबुलो है, फेबुलो आएको। सो तपाईँ हेर्नुहोस्, म चाहिँ अहिले मोनेस्ट्री गेटमा छु र अब म तपाईँलाई भित्र लगेको गर्छु है। हाम्रो लामा भूमिहरूसँग पनि तपाईँहरूसँग म पछि चिनाबाजी गर्छु है। ए यहाँ भन्नुहोस् है फेबुलो टासिडीले। हेलो, गुड मर्निङ। र है पहिला म अलिकति ढोकेर छु भित्र। यो चाहिँ हाम्रो र यहाँनिर चाहिँ हाम्रो गौतम बुद्धजीको फाइनली तपाईँहरूले भित्र गुम्बाको दर्शन गर्नुभयो भइसक्यो होला है। र तपाईँ चाहिँ अब म लानेछु है सिधै हाम्रो किचनतर्फबाट आजको मिठो पकवान के बनिँदैछ भनेर है, को छ के हुँदैछ भनेर त्यहाँ चाहिँ है। तर म लाँदैछु भित्र है। उहाँ ऊ निकै काम गर्दैछु भित्र यहाँनिर। मुला के भन्नुहुन्छ? खाइ ठिकै छ? कतिमा हात देखाउ त? के चिज आएको? आलु? ओके।
त्यसै दाजुले बुझ्नुभयो आमामा दुईजना तर गुड मर्निङ गुड मर्निङ गुड मर्निङ छिटै पुग्यो हामी है मटर भन्दै निकाल्दैछु किन निकाल्दैछु न अझै कता हो ए तेरिका छक्क परेको गुड मर्निङ आलु छ के हुँदैन जेली तरिकाले लगाइदिउँ दामी दामी के छ खोइ हाम्रो गोर्खा त कहाँ बन्दैछ खोइ गोर्खा त कहाँ बन्दैछ गोर्खा त चाहिँ खोइ हेर्नु गोर्खा चाको लागि गोर्खा चाको लागि है ओके ओके के बनाएको दाल हो अन्त दाल दाल मखानी दाल कहाँ मखा दाल हो यो दाल मखानी मुसुरी दाल हो यो दाल मखानी अब बनिन्छ कहाँ दाल मखनी यस्तो दाल बनाउनुहुन्छ अब बनिन्छ यो पढ्नुपर्ने दाल मखनी हो मलाई सिका तपाईँले सब अन्त यहाँ यो चाहिँ हाम्रो के हो मिक्स भेज मटर पनिर मटर खोइ पनिर दिइदियो नि त खोइ पनिर चाहिँ पनिर अहिले लास्टमा हाल्नुपर्छ ए टेस्टी हुनुपर्छ ल टेस्टी ओके हात चाट्ने हाम्रो हात चाहिँ नचाडिदिनु हुन्छ हुन्छ आफ्नै हात चाट्ने तपाईँ के बनाउँछ पानी पनिर बोइल गरेको फोर राइस है राइस खोइ भाउजू आएन खोइ भाउजू खोइ भाउजू सबै आउँछ है देउसी पनि एक्लै खेल्छ अँ, गीत पनि एक्लै गाउँछ गीत त अब म छोड्दै गएको गाउनु छोडेको अब गीत दुई भाइ के ल्यायो रक्सी ल्यायो क्या खाने हो बियर फ्रेस 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 कोपी रेडी अघि कोपी हाल्नु अब यसो हुन्छ चावल चाहिँ निकै निकै थुप्रो छ यहाँ यो गोर्खे अचार बनाएको हामीले गोर्खे अचार हजुर गोर्खे अचार This is made by ladies, all ladies. या गोर्खे अचार चाहिँ है हरेक ओकेजनमा यहाँनिर फ्री यो फेमस छ है यहाँनिर दिल्लीमा चाहिँ चाहे त्यो बिहा होस् चाहे त्यो प्रोग्राम होस् चाहे पूजा होस् जेमा पनि होस् त्यो चाहिँ एकदमै फेमस छ टेस्टी पनि हुनुपर्छ होइन देख्छु हुनुपर्छ जय हो गोर्खे अचार जय हो गोर्खे अचार हाम्रो टेस्टी टेस्टी गोर्खे अचार इज रेडी टु सर्भ भिडियो त अन्त अझै मजा पनि आएछ है कहाँबाट आयो थाहै छैन मलाई हो अब यहाँ चाहिँ के बनाएको तिनवटा थिङ 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 사자 이용하라. 사자 이용해. सो यहाँनिर चाहिँ हाम्रो लामा हामीहरूलाई यहाँनिर लन्चको लागि ढुङ्गाले लन्च सर्भ हुनुहुन्छ है चम्मच पछाडि छ यो काठको चम्मच नानु पहिला आज इस्माइल इस्माइल बनाउनु है
पीछे देखो पीछे 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 देखो पीछे 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 कुछ नहीं है पीछे सब कहिले आउनु त लांगड़ का है होइन उताबाट अगाडि जान्छ नम्बर गरम गर्मी आयो त अन्त गर्मी आयो त छे हुन्छ खाना न अब ल र अब यहाँनिर सबैजना हाम्रो जति पनि हाम्रो गेस्टहरू आउनुभएको छ यहाँनिर उसको चाहिँ स्पेसल रहेछ नि है बटर राइस मन पर्छ बटर राइस हो अन्त चच्चो आलु अस्ति मैले बनाएको थिएँ कि मेरो डरै छैन नि यस्तो आलु त उता उता हाई नियान 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 कस्तो ठिकै छु अस्ति हेऱ्यो भिडियो वाटर बोतल लन्च गर्ने ल है त कस्तो लाग्दैछ तपाईँलाई एकदम राम्रो लाग्यो हुन्छ राम्रो हुन्छ हजुर हुन्छ हुन्छ शुभम भाइ होइन खोइ आउँछु भनेर के हो खोइ ढिलो भयो खै बिजी भन हुन्छ यहाँ देखो You don't want to touch? सब्जी ठिकै छ होला है नुन ठिकै थियो ए हुन्छ के खाँदैछ म दाल भात खान्छु दाल भात खान्छु को यहाँ अब हाँसा भाउ के हो पीछे देखो पीछे हेलो गाइस खाना खत्तम भयो हैन फेरि थपेर आएको सब्जी ठिकै छ सबै नुन थियो होइन हजुर 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 खानु भयो ए हजुर ए हजुर Hi, how are you? I am fine. What's your name? Sanjay Kendra. What about you? What about you? Lagden? Sanjay Legdan. Where are you from? Dumkhar. Tumkhal, Ladakh. Dumkhar. Ladakh. Huh? Ladakh. 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 How old are you? Huh? How old are you? 9 years. 9 years. Give 5. Give 5. कस्तो भयो खाना दामी मेरो देवरले बनाएको खाना हो मलाई दामी कस्तो भयो खाना भन न ए लाउनु त रहेछ कमेन्ट देऊ खानाको मिठो भयो मिठो भयो के खायो तिमीले तपाईँ खानु हुँदैन एकछिनमा खान्छु ए भिडियो पनि बुझाउनु खाना ठिक है खाना ठिक है अच्छा खाना ठीक है सब्जी सब ठीक है नमक है अच्छा मैम कस्तो भयो खाना मिठो भयो हुन्छ ए हुन्छ पहिला खानु न हुन्छ मिचेन भयो भयो मिचेन मिचो हजुर ठिकै छु जोजो हाई हाई कस्तो हुनुहुन्छ ठिकै छु नखाने यो त चाख खाना खाऊ है खाना आउनु छ खाना आउनु है अलिअलि खाऊ प्रसाद सब खानु न यति खाऊ म त अहिले खान्न पर्छ त है अहिले हामी लास्टमा अब यहाँ चाहिँ टाइम ल म गएको अब खानु ल ल्याएर त मेरो कुकुरले सबै अब खाना पनि सबै भइसक्यो अब भित्र चाहिँ जुन चाहिँ आजको जुन चाहिँ मेन पूजा छ है आज अब भोलि अब भित्र स्टार्ट भइसकेको छ र तपाईँलाई म भित्रको म पूजा तपाईँ देखाउनु परिरहेको छ अब
कसै हुन्छ हाम्रो पूजाहरू है ल हजुर गफ होइन ओ तिमी कहाँ लासमा बसेको तिमी कहाँ लास अगाडि बस्नु न बेस ठिक छ आयो है कसो हो तपाईँको घोडाबाट होइन यो घोडाबाट 1 2 3 गो ला उडेन यो त ढोकै है ग्रह दशा जति पनि छ है सबै यसमै जाओस् होइन राम्रो भएर जाओस् अब चाहिँ यहाँ देखो ब्ल्याक लो 2 3 गो है लु दशा ग्रह सबै यसमै जाओस् है पीछे कुछ नहीं है Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn
राम्रो होस् है दसैँलाई सबै जाओस् तिमीले अलिक मजाले अलिक मजाले भयो सक्यो होइन मजाले आउँछ नि त्यहाँ कसैको सबै दस कमसेकम 10 मिनट लाग्छ अरे। त्यति बेला तपाईँहरूले आफ्नो जति पनि धो गर्नुहुन्छ उहाँले त्यसलाई चाहिँ कम्ती आफ्नो दर्शकहरू जति पनि है सबैको परिवार तपाईँले कम्ती त्यो फ्याक्नुहोस् अरे होइन। त्यो चाहिँ तपाईँको कमसेकम 10 मिनट चल्छ यो फ्यामिली चाहिँ। त्यतिसम्म तपाईँले आफ्नो जति पनि दर्शकहरू आकर्षित
वरि होइन जति पनि हाम्रो नराम्रो वस्तुहरू सब काटेर जाओस् भनेर मनमा सोचेर तपाईँहरूले यो चाहिँ अलिअलि फ्याँक्नुहोस् है, ज्यादा होइन। लु है दर्शकहरू सबै जाओस् यसमै है। आराम से देख के लेना, ठीक है।